गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो गाइज होइन सधैँ म अरू ठाउँको भिडियोहरू बनाउँछु होइन, तर आज चाहिँ म आफ्नो घरको भिडियो बनाउँछु। कहिले बनाएको छैन तर मैले आफ्नो घरको। जस्तो गाइज मेरो चाहिँ सिम्पल घर छ, म हजुरहरूलाई देखाउँछु हाम्रो घरको कस्तो छ भनेर पुरै। सो आज अब तिहारको अब तेस्रो दिन भइसक्यो। दिवालीको यस्तो तयारी गरिरहेछन्। अनि आज चाहिँ लक्ष्मी पूजा र कुकुर तिहार थियो, हिजो चाहिँ काग तिहार थियो। अनि काग तिहारको दिन बनाएन मैले ब्लग, त्यति याद भएन बिर्सिहाल्छु होइन। अनि त्यसपछि आज बनाइरहेको छु। सो आज चाहिँ कुकुर तिहार अनि लक्ष्मी पूजा। अनि आज लक्ष्मी पूजाको दिन सब रङ्गोलीहरू त्यो बनाउँछ नि। अनि हजुरहरूलाई म आज देखाउँछु है मेरो दिदी, तर मलाई त आउनु बनाउन, मेरो दिदीहरू बनाउँछन्। सो अहिले देखाउँछु म हजुरलाई एकछिन पछि कस्तो सिँगार्छु। सो मैले अहिले चाहिँ अलिअलि रुम सफा गरेको छु। यहाँ चाहिँ अहिले तन्ना एकछिन पछि मिलाउँछु, अहिले मिलाएको छैन तन्ना। सो आज कुकुर तिहार हो नि, अनि त्यसैले आएर मेरो घरको डगी यस्तो रेडी भएको छ। अनि सो अहिले हजुरहरूलाई देखाउँछु बिफोर आफ्टर भनेर। अहिले चाहिँ मैले यस्तरी मिलाएको छु, मलाई अलिअलि आउँछ, म धेरै काम गर्दैन, कहिलेकाहीँ गर्छु। सो अहिले यहाँको रुम मैले मिलाइरहेको छु, म हजुरहरूलाई एकछिन पछि देखाउँछु। यो सानो घर मेरो, सानो एन्ड स्विट माई होम टुर आज गराउँछु हजुरहरूलाई। सब चिज आज हामीहरू के गर्छौँ त्यो लक्ष्मी पूजाको सबै चिजहरू हजुरलाई देखाउँछु। अनि सो अहिले चाहिँ 4 भएको छ। अनि यहाँ चाहिँ अहिले यहाँ फुल छ। अनि उता हेर्नु हाम्रो बगैँचा, यो सबै फुलहरू हाम्रो, यो सबै यो फुलहरू छ नि, यो हाम्रो फुल हो। अनि अहिले अनि भाइटिकाको दिन सबै त्यो टिपेर अनि लगाउनुपर्छ। सो अहिले यहाँ झिलमिलेहरू सोलाई चाहिँ यहाँ 4 भएको छ गाइज। अहिले म एकछिनमा सफा गर्छु सबै अनि हजुरहरूलाई देखाउँछु। सो यो माई होम। सो गाइज फाइनली अहिले तयार गरिसक्यो हामीहरूले। अघिदेखि हामी काममा बिजी थियो, अनि त्यसैले बनाएन त्यो त्यतिखेरको। अनि त्यसैले अहिले देखाउँछु, सबै देखाउँछु भनेर पनि हजुरहरूलाई। सो यहाँ हेर्न सक्नुहुन्छ हाम्रो रुम, एउटा रुम चाहिँ यहाँ तयार भइसक्यो। सो एउटा चाहिँ यता, अनि एउटा रुम चाहिँ यहाँ, अनि यहाँ चाहिँ रुम। सो हेर्न सक्नुहुन्छ यहाँ यस्तो तयार गरेको छु हामीहरूले। अहिले पूजा त गरेको छैन, तयारी मात्र गरेको छु। अनि अहिले मम्मी बाबा त पूजा गर्नुहुन्छ एकछिनमा। अनि सो हजुरहरूलाई देखाउँछु। अब हजुरलाई म आफ्नो घरको रङ्गोली देखाउँछु। सो गाइज हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो रङ्गोली, यो चाहिँ दिदीले बनाएको। चाहिँ पुरा देखाउँछु। अहिले सिँगार्नु छ अझै गाइज, अलिअलि सिँगारेको छु हामीहरूले, टाइम लाग्छ सिँगार्न। यहाँ चाहिँ सक्नुहुन्छ यो चाहिँ माई ब्युटिफुल हाउस। सो हजुर कमेन्ट गर्नु होला कस्तो लाग्यो माई ब्युटिफुल हाउस। वाउ चाहिँ यहाँ पाइलाहरू यस्तरी बनाएको छ दिदीले रङको, राम्रो छ। यहाँ यत्रो मेहनत लगाएर है। सो फाइनली रेडी भएको छ, अलिअलि पुरै त गरेको छैन गाइज हामीहरूले। अब भोलि गर्नुपर्छ आधा चाहिँ। अहिले यहाँ बुट्टा बनाउनुपर्छ, यहाँ अहिले बनाएको छैन, टाइम पुगेन।